अग्निसार कृष्णा सबरन गाउँपालिका वार्ड नम्बर 1 स्थित घोगीदह भवानीपुर को मोहलीदेखि वारी सिमरा टोलदेखि फुलवारीसम्म यो 6 लाइनको रोड अहिले हाम्रो निर्माण भइरहेको छ र आज र हिजो वर्षाको अविरल वर्षाको कारणले गर्दा जुन साइडबाट 6 लाइनको बाटो छ त्यो बाटो अवरोध भएर गाडी सबै जाममा परेको छ र यात्रुहरू अल्पत्र अवस्थामा रहेको छ। यो गाडीहरू सबै जाममा छ, यो जाममा छ। म देखाइरहेको छु आज यो हाम्रो यो गाउँको अगाडि तपाईको यो बाटो पुरै जाम अवस्थामा छ। यो यात्रुहरू पनि गाडीबाट ओर्लेर अहिले यताउति पसलतिर कुद्दैछ र जाममा परेको गाडीहरूको प्यासेन्जर अहिले अल्पत्र अवस्थामा छ। त्यस कारणले गर्दा यसमा सम्बन्धित निकायको रोड विभागको ध्यान जाओस्। यो हिजो बेलुका राति यो बिचमा एउटा गाडी फसेको छ र यो गाडी अहिलेसम्म पनि यो निकालेको छैन र बिहानदेखि जाम अहिलेसम्म पनि जाम भएको कारणले गर्दा दुईटैतिरबाट आवत जावत ठप्प परेको छ। कृपया यो मेरो भिडियो हेरेपछि सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। यो मेरो नयाँ च्यानल हो। र यो हाम्रो श्री जनचेतना माध्यमिक विद्यालय घोगीदह भवानीपुर सप्तरीको यो मावि स्कुल हो। यसैमा हामीले पढेको स्कुल पनि हो र यही स्कुल अगाडि आज यो सम्पूर्ण गाडीहरू जाममा परेको छ र यो म देखाइरहेको छु सबै जाममा परेका गाडीहरू। एकतिरबाट गाडी जामबाट आवत-जावत गर्न खोजिरहेको छ। एकतर्फी बाटो खोलिएको छ र अब सायद केही घन्टामै यो जाम खुल्ने छ। पुरै भर्खर जाम खोलिएको छ र एकतर्फी गाडीहरू अगाडि यो हाम्रो
श्री जनचेतना मावि घोइदा भवानीपुरको स्कुल हो र यो हाम्रो स्कुल अहिले तपाईको यो 35 लाखको लगानीमा यो 4 कोठे भवन निर्माण भइरहेको छ र हिजो र आजको वर्षाको कारणले गर्दा यो काम अगाडि बढ्न सकेको छैन र अर्को 35 लाख भोलिदेखिबाट यो स्तर उन्नतिको काम भएको कारणले गर्दा भोलि माथिल्लो तलामा प्लास्टर रङरोगन गरिनेछ र आज यो पानीको कारणले गर्दा यो हाम्रो जुन भवन नयाँ भवन बन्दै गरेको भवन आज काम रोकिनु पुगेको छ। त्यही पनि मिस्त्रीहरू आएको छ र बिस्तारै काम गर्दैछ र यो 1 महिनाभित्र यो सक्ने भनेर यो भवनको काम अगाडि बढाइएको छ र आज यो काम भइरहेको छ। यो बिमसम्म भयो भने राम्रो हुन्थ्यो। यो तपाईको यो 4 कोठे भवन हो। पूरे धमाधम काम भए रहल छै। हाँ लेनु धमाधम भए रहल छै। पूरे एकदम पीसीसी मसला बनाबो त पाइन हो त तिरपा टांगे पर तौल मसला देते चलने कर घरे माल दे सब सब होत चल इनमें देखिए चलो मार दिए ना सरकार जरा एक तिरको बाटो खोल्यो अहिले खोल्या थियो त्यो पनि अहिले बन्द भएको छ र अहिले फेरि यतापट्टिको बाटो ठप्प छ। कहिले खुल्ने हो। बाटोमा पेसेन्जरहरू गाडीवालाहरू अल्पत्र अवस्थामा छ। हेर्नुस् आजको यो बिजोक यो हाम्रो अग्निसार कृष्ण सपन गाउँपालिका वार्ड नम्बर 170 स्थित घोइदा भवानीपुरको गाउँ नजिकको यो 6 लाइनको बाटो हो र यो बाटो पुरै हिलोको कारणले हिजोको बर्खाको कारणले गर्दा हिलो भएर बाटो जाम भएको छ र अहिलेसम्म खुलाउने प्रयास भइरहेको छ तर खुल्न सकिने अवस्था छैन। यो पुरै जाममा परेको हो। पुरै अघि भन्दा अहिले झन् ठुलो जाम भइरहेको छ र जाम बढ्दैछ। कतिपयसम्म जाम रहन्छ। यो भिडियो हेरेपछि कम्तीमा सब्सक्राइब लाइक शेयर गरिदिनु होला साथीहरू।